बनाउनु हुँदैछ यहाँ आन्टीहरूले। हाम्रो यहाँ बोजू हुनुहुन्छ अनि यो चाहिँ हाम्रो साकेलाको स्पेसल रोटी हामीले नै अहिले खाँदैछौँ। हेलो गाइस, आज चाहिँ हामी मामा भान्जा अनि साथीहरू पनि चाहिँ उता बसिरहेछ। आज चाहिँ चण्डी नाच हो, लास्ट हो यहाँ पूर्वको हाम्रो दौली उपौलीको चाहिँ अब चण्डी नाच भन्ने राईहरूको अब एकदम मतलब हुन्छ नि यो चाड चाहिँ एकदम हामी सेलिब्रेट गर्छौँ। त्यही भएर अहिले चाहिँ हामी जाँदैछौँ हामी सीतापुरीको त्यहाँ चण्डी नाच्ने। हामी चाहिँ अहिले हिँड्दैछौँ अन द वे। मामा हाम्रो दिनेश भाइ कस्तो जस्तो लाग्छ हैन बाइकमा दिनेश भाइको नन हेल्दी फुड खाएछ कि बिहान, त्यही भएर त्यसलाई बेभरेज गर्नुलाई केरा हाल्नुपर्ने। अचार हुँदैन, अचार चाहिँ ल। अब फाइनली हामी होइन यहाँ सबजनालाई भेट भइसकेको। भाइलाई पर्खिएको थियो अघि, ऊ पनि आइपुग्यो। अब हामी जाँदैछौँ दमक चोकमा छौँ, अब लाग्नु लाग्यो। छैन भिडियो अन छ भर्खर।
बन्द भइरहेछ। राइनी बहिनी दिदी बहिनीहरू हुन्छ साकेला नाच चाहिँ होइन मेन डान्स भएको ठाउँ अब उता छ। यो चाहिँ सीतापुरीमा हो यो साकेला। आज चाहिँ लास्ट हो। ढोलहरू बजाउने नाच्ने। यहाँनिर हो क्या मेन सोमे हो यहाँ अगाडि भाइ अगाडि अगाडि गर्न चाहन्छौँ। हामी यो देश निर्माणको लागि हाम्रो आर्थिक सामाजिक र राजनीतिक धार्मिकलाई आस्थालाई अगाडि बढाउनु छ भने यो देशलाई हाम्रो धर्म संस्कार संस्कृति नाच हरेक कुरालाई अगाडि बढाउनलाई अगाडि बढायो। त्यसकै अगाडि लखनपुरको पनि पाँच म अहिले आज पनि कुरा राख्न चाहन्छु। त कमल गाउँपालिकाको अध्यक्ष गइसक्ने र आदिवासी चियान 900 देखि 950 सम्मको हाराहारीमा त्यहाँ चियान उत्खनन भएको त्यो चियानलाई आदिवासी जनजाति रङ्गशालाको रूपमा अगाडि बढाउने आफ्नो संस्कृति राईहरूको जातको लाउने कुराहरू निकाल्यो। त्यसपछि त्यो रङ्गशाला नेकपा एमालेका अहिलेका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले यो राईहरूले युज गर्ने कालान्तरमा आउँदै गर्दा 2-3 पल्ट एउटा रूपरेखा त्यहाँको चियान उत्खनन कामहरू गर्यो र अहिले तपाईँको आउँदै गर्दा अघिल्लो सरकारले त्यहाँ 1 करोड बजेटबाट काम भएको छ, घेरावारा भएको छ र सबै जानकारी कुनै सरकारले कुनै राज्यका व्यक्तिले यो देश एउटा बोल्ड डिसिजन गर्छ कि राज्यले एउटा तत्काल दायित्वबाट रोड सुधार गरेर बजेट दिनुपर्छ। होइन यो देशका नागरिक जनजाति आदिवासीले आफ्नै लगानीमा काम गरेर अहिले यो अवस्थासम्म आदिवासी जनजाति र विशेष गरेर राईहरूसँग जोडेका कल्चरसँग जोडेका कुरालाई अगाडि बढाउनु भएको छ। सबैको साथ पाएर यो अवस्थासम्म पुगेको छ। हाम्रो सबैको साथ ल यही हो राईहरूको साकेला नाच भनेको चाहिँ यसरी नाचिन्छ। समयले गर्दा निस्किने भन्ने जानकारी प्राप्त भएको छ। हाम्रो टिम यहाँ छ युवा व्यवसायी लुका राजुलाई मायाको चिनो ग्रहण गरिदिनु म आज पनि गर्न चाहन्छु। मायाको चिनो ग्रहण गरिदिनु म इन्सपेक्टर प्रवीण राईज्यूलाई पनि हार्दिक गर्न चाहन्छु। भाइ कस्तो छ ठिक छ नि होइन रमाइलो भइरहेछ नि साकेलामा। मेरो भान्जो यो चाहिँ मेरो भान्जा हो होइन उसलाई लिएर आएको छ यसो साकेला हेराउनलाई। ल हेर्दैछौँ हामी अरू पनि नाचगानहरू फुडको प्रोग्राम पनि एकछिनमा छ छ्याङहरू यताउति। ल हामी बस्यौँ है अब छ्याङ हान्नुलाई। ल यो लोकल निगा च्याङ दिनु सोमे ल साकेलाको खाइ छैन रोटी र उयो आलु
सेलरोटी म हान्दैन थियो यही हानेको बनाउनु हुँदैछ यहाँ आन्टीहरूले हाम्रो यहाँ बोजू हुनुहुन्छ अनि यो चाहिँ हाम्रो साकेलाको स्पेसल रोटी हामीले नै अहिले खायौँ खाँदैछौँ क्या खतरा छ रोटी यस्तै त हो त च्यानलको नाम भन्यो भने 4 सब्स्क्राइबर हाम्रो घरबाट बडीगार्ड भाइ यस्ता के छ अनि आज भन्यो न त आज बाबु आमा कस्तो रातो देखेको रक्सी खाएको छैन आज सकेलामा हामी चाहिँ होइन निगाल हान्दैछौँ गाई चाहिँ आउने खाँदैन त्यतिकै दमको टप मोडल हो यो चाहिँ दाइले गाउँमा कलर पनि गर्नुभएको थिएन दाइ सेतो कलर गर्नुभएको थियो के छ ठिक छ नि होइन के खाएको ल साकेला मनाऊ राम्ररी है यो भन के हो ल यो खुर्पा के गर्नुलाई खुर्पा के गर्नु अब पहिला यो के हो कसले बोक्ने हो भन न यो हामीले यसरी बोक्ने हो कसले हामीले तिमी को किराती हो किराती हो ल उसले भनेको चाहिँ आउ न यहाँ यो लाइनको प्रोपर्टीको भागमा ल्याइदिनु र अनुरोध गर्छु भाइला खुर्पी अरे कि हाल्नु त एकदम यो हुँदो रहेछ लक लगाउने नि हुँदो सम्पूर्ण उपस्थित महानुभावहरू यति बेला साकेला उभौलीको सभा भएको साकेला उभौली समापन समारोह 2085को सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साकेला टोले प्रमुखज्यूहरू सिनिमोबालज्यूहरू र नेतृत्व गरेर उपस्थित हुनुभएका टोले हामी चाहिँ अब यहाँबाट ट्रेन गरेर यहाँ बस्यौँ खायौँ रमाइलो गर्न हेऱ्यौँ नाचहरू आजको साकेला नाच राईहरूको म नि राई नै हो अनि अब लास्ट हामी चाहिँ फर्किँदैछौँ यहाँको ब्लग चाहिँ यहाँ हिँड्नु हुँदैछ हाम्रो साकेला बृहत साकेला यहाँ कहाँ जान्छस् त अनि त यहाँ जङ्गल यही हो यो साकेला मेन साकेला प्रोग्राम हुने नाच्ने ठाउँ हाम्रो ट्राफिक दाइ यात्रा हाम्रो होइन साकेला राईहरूको चाहिँ यहीँ हिँड भयो यो ब्लग चाहिँ म यहीँ हिँड गर्दैछु बाई बाई सी यू टिल नेक्स्ट